के गरेको तिमीहरूले सरल भिजाएर लाग्दैन फेरि यो चाहिँ आधी घण्टा बफाउनु पर्छ बफाउनु त आगै गतिले भएन यो त अलगो भयो त त्यही भने याउ याउ ल मस्ती गर्छ ए यस्तो रेकर्ड गर्ने भएपछि त म पहिलो पाउ चाहिँ अलिक ठुलो बनाउने त्यसपछि एउटामा एक मुठी जति लिने एक मुठी जति लिएर यो छेउमा नराख्ने मैले त 1 इन्च जति भित्र हुने गरी राख्ने बाक्लै राख्ने फेरि परालको छ म त उस पढ्ने बित्तिकै सिकिरहेको थिएँ क्या उसको बनाउने तरिकामा म त गरिरहेको थिएँ किताबमा त्यतिखेर म गर्न गर्थेँ नि त किन रहेछ किनकि सबै काम आफ्नो कला देखाउने भापु होइन ए त्यो देखाउने पराल अब कसले त्यो किन जान्छ फेरि एक मुठी जति बेलिने छेउमा नराख्ने अलिकति भित्र चलिँदै भइन्छ काम गर्नु पर्यो नि यतिकै गरेको देख्दिनौ के रे अब यहाँ चाहिँ पाल पार्न लाग्यो कसरी पार्ने अरे यसरी पार्नु बिउ नभएको ठाउँमा बिच्चा बिच्चामा कतिवटा पार्ने एक लाइनमा 6-7 वटा भन न सकभर कसरी